ऊपर से निमन नेता हम चुनू, निमन नेता होए, उ नेता हमारा कभी भी कहूँ भी केकरो भी हमरा ना दुनिया के कोई आदमी के मतलब अपना क्षेत्र में केकरो काम पर रही हेल्प करू, ओकरा जाके ओकर गुनासो सुनू कथी है न है, ए छुट्टी छैन जीते पछि अब यहाँ छु त्यहाँ छु छैन, अब यो छ त्यो छ भनिदिनु हुन्छ। नेताहरू आउँछन्, चुनावको अगाडि आउँछन्, अनि त्यसपछि चुनावको बेलामा जे पनि वादा गर्छन्, प्रतिज्ञा गर्छन् र त्यसपछि गायब हुन्छ। यो तपाईहरुले भोगेकै हुनाले तपाईहरुले अहिलेको प्रश्न गरे। यो सही हो। राजनीतिमा त्यस्ता प्रवृत्तिहरूले यहाँ आफ्नो चरित्र नकारात्मक ढङ्गले देखाइराखेको छ। त्यसकारण त्यो तपाईहरुले प्रश्न गर्नु अत्यन्तै स्वाभाविक छ। म चाहिँ चुनावको निम्ति जे पनि भनिदिने, जे पनि गरिदिने पक्ष छ। सही के हो, ठिक के हो, सत्य के हो, त्यसको पक्षमा अड्ने र त्यो कुरा पुरा गरी छाड्ने। जे बोलिन्छ त्यो पुरा गर्ने, पुरा गर्न सकिने बोल्ने, चुनावको लागि भ्रम पैदा गरेर जे पनि बोलिदिने त्यसपछि बाइबाइ भन्ने, यस्तो प्रकारको गलत राजनीतिलाई हामीले फेर्नुपर्छ। त्यसैले मैले दिएको नारा अहिले के भने राजनीति सफा गरौँ देशमा, युवाहरूले यसलाई